जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु। आप लोग को पता है आज आज मैं कहाँ जा रहा हूँ? पता तो मुझे भी। वाउ ब्युटीफुल। हेलो गाइस, आज चाहिँ हामी जंगल गएको। यो चाहिँ हाम्रो टुर हो हैन? अच्छा। हाम्रो जंगल जाने ग्याङ हो है आजको। शेर्पा भेना, काकी काकी दिदी। अब चाहिँ हामी जंगलतिर लाग्यौँ। कोहीले हातमा यहाँ सुर्केर हिँड्नु आम्मा गर्नु मजा। आज चाहिँ हामी हाम्रो जंगलमा चाहिँ हात्ती पाइन्छ। यो चाहिँ हात्तीको गुरे छि। ए मैले लानु अब हात्तीको गु। What are you saying? What are you saying? What is he saying? खोइ हो के हो? ए जुका त आउँदैन नि अहिले। जुका त आउँदैन। तर म त डराउँदिन हौ। म त खतरा हो नि। यहाँ चाहिँ हाम्रो काकी हुनुहुन्छ क्या, स्टाइलले हुनुहुन्छ। हात्ती आउँदा यसरी कुद्नु अरे। कति डुब्ने रहेछ। हाम्रो छोटु र बरु अगाडि पुगेछ। आम्मा हेर त। ओहो म हरायो भने त चटपटे हराउँछ है। सबै क्या सल्लाह गर्दै थियौँ नि हामी। यही चिमेसाक। ए मैले लाइटर ल्याउनु बिर्सेछु नि। काम लाग्छ नि। यसो आगो फुक्नु, माछा पोली खानु अरे सिरियसमा। अन्त नि ए ढुङ्गै चाहिँदैन, लठीमा ख्वात ख्वात हुनु होइन, अनि पकायो। अब यहाँ चाहिँ हामी पिकनिक खानु। यहाँ सुका खानु पर्ने। तर तेल ल्याउनु बिर्स्यो अरे। उयो चौचौको हुन्छ त तेल। हुन्छ त्यो नुनले पनि पुग्छ होला नि। धेरै चर्को खानु नुन पनि ल्यायो। काट मरै खोर्सानी बोतल पो रहेछ। यो बोतल सबै हाल्नु हो? दुर्गा मसाला हो? होइन उयोहरू धनियाँ र उयो भुटेर पिसेको। ए यसले काम दिन्छ होला। मान्छे उठ्दैछ त। रुखो ग्यासेको प्याज काटेर आउँछ। ओ माय यो पनि निचार न सबै। मेरो अघि हात काटेर यहाँ पोलिरहेछ है। ए आज घाइते हुनुहुन्छ। यसले पता रहेछ। पानी पनि हाल्दिउँ मैले। पानी हाल्नु र? उम्काउँछ है पात। खै दिनु तर हात त तिम्रो राम्रो छ होला। हात अमिलोले पोलो सोधिनु। तिमीहरू यो पानी हाल्यो वाउ कस्तो राम्रो भएछ नि। के हालेको थियो? फाइनली चटपटे बन्यो। अब खाने हो। चटपटे बनाउने म्याडम चाहिँ यता हुनुहुन्छ। हेलो अमु, के खाएको तिमीले? मलाई पनि देऊ न। मलाई पनि देऊ न। हेलो सावित्रा भेना। हेलो एकदम वाउ कस्तो मजा आयो। वाउ चेस। ए हाम्रो बोतल चाहिँ खाए ल। खाए ल। के खानु भएको रेनु? यता हेर्नु। अब सेन्टेरियम खाने हो अनि जङ्गलमा हात्ती खेदाउने हो। तर यो त गोलो गोलो भएर खालि ढुटाउने हो। उयो ए तोरी हो। हामीले चाहिँ मै लिएर आएको। लु मलाई नि मै हाल न। मै हाल। ओ यहाँ मेरो हातमा लु लु लु।
पानी त तल पनि खान्छ हुन्छ छिटो ल फोटो पनि खिच्नु न फोटो सिक्किममा सुटिङ गरेको कलेजमा लगाउँदाखेरि राम्रो लाग्नु उहाँ सिरिजसँग सुटिङ गर्दा त्यो बासको पुल त होइन त्यहाँ थियो दुईजना चाहिँ हामी दुईजना लास्ट टाइममा होइन थोरै मात्रै नै हालिदिनु अनि नै हालिदिनु हुन्छ होला तर कसो गर्नु तर कति राम्रो देखेको नि हरियो मान्छेहरू पनि हरियो देखिरहेको छु म अब चाहिँ पिरो भयो खर्सानी डर लाग्यो त डेन्जर खोर्सानी रहेछ झन् स्पिड भएको छ बल्छै जस्तो जहाँ त खोला खोला नजाउँ न कहाँबाट जाने यस्तो हिजो म त सुतेँ आउँछु भनेर त मैले पो झोकै बाजे भएको लास्ट टाइम भन्दा आम्मामा झन् त खोर्सानी सब हालेको त मेरो त मुखमा झन् यहाँ घाँटी 12-22 हुँदो रहेछ गीत बजाउनु भएन दामी खालको गीत बजाउनु न भुँडी टर्ने भयो नि मिठो लागेपछि त नसिधै चित्तै तर भुँडी अगाडि मुख लागि चाहिँ कहिले नभन्नु नि अब टिकटक बनाऊँ हामी रेलगाडी तर ड्राइभर चाहिँ को हेलो गाइस मेरो यहाँ दुईटै अहिले ऊपर गइरहनु भएको चोट ओ दुईटा छोटा डोन कता गयो यो कसले के राख्यो के पनि छैन त हजुर खोइ त हामीले राखेको होइन कसले हो छोटा डन वाउ फन्टास्टिक यतै हो हामी उताबाट आएको होइन म अगाडि हिँड्छु ल दिनमा आसु यो होइन हेर्नु त यस्तो पत्तामा चाहिँ के भन्छ सुर 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 बेरेर खान्छ सुर बेच्नु लानुपर्छ क्या अब पत्ता बेरोजगारी म यो पनि होला तर यो त होइन हामी हेर्नु त यो चुरको पत्ता होइन लेट्स गो के आयो जङ्गलमा भन्दै दिनु म बगिदिन्छु भारी बिचारा कम्ता गरिदिँदैन अघि त्यो के अरे घाँस मात्र झन् दाउरा हालेको छ झन् गरिदिनु होला काकी एक दिनमा खोजेर हिँड्नु क्या यो त के त उयो रहेछ ल हरायो त तिनीहरू त आँखा झिल्नु झऱ्यो त फेरि कम्ता ठुलो छैन काटमा लाएर बोक्नुपर्छ तर लास्ट चाहिँ मै छु च्यानघारीको बाटो आएको लास्ट चाहिँ मै छु कुद्नुपर्छ म डराउँदिनँ हौ ए म त झन् डेन्जर डोरेमन हो म त क्यारेट निकालेर पनि भाग्छु भन्नु अरे लास्टमा मै छु तर म डराउँदिनँ त्यस्तो भुतलाई त फु गरेर खतरा हो नि त यहाँ चाहिँ जत्ता त चेनै चाहिन्छ के अरे त्यो यो बडी बिल्डर छ नि आसु यहाँ हामीलाई ठुलो भारी बोकेर आउँदैछौँ होइन गाडीलाई एकछिन स्टप
भेन त जानु भयो त मेरो लागि भयो नि गाडी रोक न एकछिनमा यति लामो दाउरा बोकेर आउँदैछु कत्रो कत्रो बसायो मलाई त डर लाग्यो त दाउरा यही छोडिदियो त्यसो नभन न म कुदेको फाइनल्ली म चाहिँ घरको छेउछेउमा आइपुग्नु लागेँ र नि आमामा हेर त दुईजनाले यति लामो गाडी बोक्यो यही छ